लास्ट फ्याफुलाई नमस्ते साथीहरू, वेलकम टु माई अनदर डे अफ मिनी ब्लग। अनि आज चाहिँ मेरो क्लास गोर्खालीमा थियो। अनि क्लास सकिसकेपछि हाम्रो प्यारो रिता नानाले मलाई म्याम हजुर धेरै नै दुब्लाउनु भयो, चक्लेट खानु ल भनेर 1000 दिनुभएको। थ्याङ्क यू सो मच नाना। अनि सबैजना थकै लागेर ड्रेस गर्नु हुँदै अनि क्लास सकिसकेपछि हाम्रो प्यारो राइनी डन नानाको ह्याप्पी बर्थडे मनाउन गयो। उहाँ चाहिँ हाम्रो आजको बर्थडे गर्ल। ह्याप्पी बर्थडे टु यु नाना। हजुरले सोचेको सबै कुरा के अरे पाओस्, हजुरको जिन्दगी सफल रहोस्, शुभ रहोस्। कि अब मलाई त त्यस्तो खासै केही भन्न आउँदैन, मिलाएर बुझ्नु होला। अनि राधिका नानाले चाहिँ मन्दिरको प्रसाद लगाइदिनु भयो सबैजनाले। सरिता नानाले मन्दिर गएर ल्याउनु भएको है प्रसाद चाहिँ। अनि त्यसपछि केक काटेर हामीले त्यही ब्रेकफास्ट गऱ्यो। थ्याङ्क यू सो मच नाना बर्थडे ट्रिटको लागि है। अनि त्यसपछि घर गयो अनि बहिनी र छोरीलाई पुऱ्याउन म चाहिँ किर्तिपुरतिर लागेँ। बाइ द वे यो चाहिँ हाम्रो बर्गर हाउस हो, किर्तिपुर पाङ्गामा छ। हजुरहरू यही बाटो पऱ्यो भने एकचोटि प्लिज चिन्नु होला। अनि फुड कस्तो लाग्यो रिभ्यू दिन नबिर्सिनु होला है। अनि आज चाहिँ मैले बर्गर अनि के अरे ड्रम स्टिक ससेज र लास्टमा स्मुदी खाएँ। अनि त्यसपछि सरासर म इभिनिङ क्लासतिर गएँ मसल्स मेनिया माछा पोखरीमा। थ्याङ्क यू सो मच साथीहरू यहाँसम्म मेरो मिनी ब्लग हेरिदिनु भएकोमा। सी यु इन माई नेक्स्ट ब्लग। बाई बाई, टेक केयर एन्ड लभ यु अल।